इमाडोलमा तपाईले 1 करोड घर खोज्दै हुनुहुन्छ भने त ठिकै छ छोड्दिनुस् तर हैन बजेट पनि हाल्छु पैसा पनि राम्रै हाल्छु मलाई घर पनि राम्रै चाहिन्छ भन्नुहुन्छ भने प्रेजेन्टिङ यू दिस प्रपर्टी फ्रम जिमल ग्रुप जुन चाहिँ तपाईले 4.5 आना ल्यान्ड एरिया बनेको यो प्रपर्टी तपाईले फुल्ली फर्निश पाउन सक्नुहुनेछ प्राइसको कुरा समस्या सधैँ छैन तपाईलाई थाहै छ जिमल ग्रुपले मिलाइहाल्छ औरीले भन्दा त मिलाउँछ सो यो प्रपर्टीको कुरा गर्नुहुन्छ भने तपाईले इमाडोलको जुन टेम्पो पार्कबाट 100 मिटर डिस्टेन्समा तो तपाईले जुन टेम्पो पार्कमै जाने बाटो हो 20 फिटे रोड एक्सेसबाट 1 किता भित्र 15 फिटे बाटोमा प्रपर्टीको कुरा गर्नुहुन्छ भने तपाईले 2 वटा गाडी पार्किङ गर्न मिल्ने खाले प्रपर्टी साउथ वेस्ट फेसिङ गरेको यो प्रपर्टी रेन्टल स्पेसको कुरा के छ र 2 BHK छ तर रेन्टल स्पेस पनि इट्स गुड तपाईले चाहिँ रेन्टल स्पेस नै फर्निश गरेको छ सी अन्त रेन्टल स्पेस पनि यस्तो तरिकाले बनाएको छ मलाई देखाउनै मन लाग्यो ओके यता तपाईले किचन भयो दिस इज द किचन एरिया यता चाहिँ एउटा 1 बेडरुम मैले त अघि नै 2 बेडरुम भनेछु तर 1 बेडरुम आइ एम सरी यहाँ आइसकेपछि तपाईले चाहिँ साउथ वेस्ट फेसिङ भनिहाले 4.5 आना भनेको प्रपर्टी सर एकचोटि मान्छे एक्सप्लोर गरौँ यहाँ आउने बित्तिकै तपाईले इन्ट्रान्स हुने बित्तिकै देयर इज अ स्टोर एरिया यहाँ चाहिँ के छ भन्नुहुन्छ भने सुरुवात आफ्टर चाहिँ यहाँ चाहिँ स्टोर रुम पानीको नि यही छ तपाईले पानीको कति छ भन्नुहुन्छ भने 15,000 लिटरको वाटर ट्याङ्की छ त्यसो माथि आउनुहुन्छ भने तपाई माथि आउँदाखेरि तपाईको लेफ्ट साइडमा हियर यु हैव अमेजिङ लिभिङ एरिया से यो तपाईको लागि लिभिङ एरिया भयो माथि आफ्नो लागि तल रेन्टल स्पेसको कुरा पनि भयो डेकोरेसन लाइटिङ हियर वी हैव बाल्कनी तपाईको बाल्कनी स्पेस भयो प्रपर्टी स्क्वायर यो चाहिँ तपाईको लिभिङ एरिया भयो त्यसपछि तपाईले त्यो सँगसँगै राइट साइडमा पाउनुहुन्छ एउटा फर्निश बेडरुम जुन चाहिँ फर्निचर फर्निश भइसकेको छ अब यसमा तपाईलाई चाहिँ एडन हुने कुराहरु के छ भन्नुहुन्छ भने सोफाहरु एडन हुन्छ सबै कुराहरु टोटल तरिकाले फुल्ली फर्निश तपाईले आफ्नो पर्सनल सामान लिएर आए के पनि लिएर आउनु पर्दैन त्यो सँगसँगै यहाँ चाहिँ अर्को बेडरुम छ व्हिच इज अट्याच विथ अट्याच वाशरुम भएको 5 बेडरुम रहेछ हामीले 4 बेडरुम भन्यौं त्यसपछि यहाँ छ अर्को बेडरुम जुन बाल्कनीहरु छ एउटामा अट्याच भयो एउटामा बाल्कनी यहाँ माथि जानुहुन्छ भने यहाँ माथि छ अर्को बेडरुम हियर वी हैव अनदर बेडरुम सेम दिस इज अनदर बेडरुम जुन अट्याच छ यसमा पनि त्यो सँगसँगै यता अर्को छ ओके 5 बेडरुम फुल्ली फर्निश्ड आफ्नो पर्सनल युजको लागि 5 बेडरुम त्यहाँ माथि आउनुहुन्छ भने हियर वी हैव किचन यहाँ तपाईको किचन एरिया भयो किचन एरियामा बाल्कनी छ लाइटिङ लागि कुनै समस्या छैन यु हैव इनफ लाइट बाल्कनी भयो हियर वी हैव अ डाइनिङ एरिया ओके सी ऑल ओभर प्रपर्टी एकदम धेरै तरिकाले गफ नलाइकन कुराकानी गर्न पर्दाखेरि प्रपर्टी राम्रो छ फुल्ली फर्निशमा आउँछ 4.5 आना ल्यान्ड एरिया आक्सिङ प्राइसको कुराहरु त ठिकै छ मार्केटमा कति भनेर आछ तर प्रपर्टीको प्राइस अब एकचोटि जिमल ग्रुपलाई कन्ट्याक्ट गर्नु भने प्राइस त हामी मिलाइहाल्छौं यता वाशरुम छ एउटा कमन वाशरुम पनि एउटा बेडरुम जत्रै छ एउटा रुम जत्रो ओके हियर वी गो इन द टपमा जाँदाखेरि हियर वी आर इन द स्पेस माथि छतमा छौं हामी तपाई छतमा आइराख्दाखेरि से यु क्यान सी द भ्यू अलि हाइटमा छौं हामी थोरै त्यसपछि अर्को कुरा के छ भन्दाखेरि इमाडोलमा यो अस्ति पानी एउटा चाहिँ बाढी आइदियो र मान्छेले अलिकति हाइटमा प्रपर्टी खोजिरहनु भएको छ सो तपाईले यहाँ चाहिँ प्रपर्टीको लागि केही पनि समस्या छैन बाढी साडी केही पनि आउनेवाला छैन से जुन तपाईले त्यहाँ गाडी कुदिरहेको देखिरहनु भएको छ जुन त्यहाँ बाटोमा त्यो चाहिँ इमाडोल मेन हाइवे हो उता त अब काठमाडौँको भ्यू देखिरहेको छ सो या दिस इज द प्रपर्टी अझै माथि जाउँ अझै माथि टावर भ्यू देखिएला सो वी आर इन द टप अफ द प्रपर्टी काठमाडौँको भ्यू अझै लाइटिङ आयो भने त यस्तो बवाल देखिनेवाला छ तपाईलाई अझै राम्रो देखाएँ मैले इमाडोल हाइवे त्यही भयो आनन्द छ बस्नको लागि एक्सेसिबल छ स्कुल हस्पिटल यता उता सबै कुरा नियर बाई केही पनि समस्या छैन लास्टमा आउँछ प्राइसको कुरा त मैले भनि नै हालेँ तपाईलाई अरूले कति भनेर देखाउनु भयो कति भनेर हेर्नु भयो अथवा हेर्नु भएको छैन भने कति हो थाहा छैन तर जिमल ग्रुपको थ्रुबाट आउँदाखेरि प्राइसको कुरामा त चिन्ता छैन सबैभन्दा बेस्ट एउटा मै मिलाउँछु
सो अब यो प्रपर्टीको बारेमा अरू केही डिटेल्स जान्न चाहनुहुन्छ भने जिमल ग्रुपलाई सम्पर्क गर्नु होला। मैले देखाउन सक्ने हुन सक्ने भिडियोबाट लागे पुगेसम्म मैले देखाएँ। यो प्रपर्टीको बारेमा अरू केही कुरा बुझ्न चाहनुहुन्छ भने जिमल ग्रुपलाई सम्पर्क गर्नु होला। थ्यांक यू।